मैले चाहिँ नोरापतिको ड्रेस निकाल्न बाँकी थियो पहिला 20 को स्पिन हान्छु झ्यापझुप निकालिदिइहाल्छु विदाउट डिले एउटा मात्रै दिन्छ भन्ने मलाई थाहा थियो लुगा पर्ने त सपनामा होला मलाई केटाकोमा गए जस्तो लागिरहेछ है गयो कि हो गयो कङ्ग्रेचुलेसन भएन नि त लौ मेरो कुरा माने जस्तो छ यत्रो डायमन्ड खर्च गरेपछि कङ्ग्रेचुलेसन नभने पनि हुन्छ भनेको त भनेन त वाउ गरेनाले एउटा कुरा चाहिँ फेरि पनि केटाकोमै गयो क्या अहिले चाहिँ कङ्ग्रेचुलेसन भने वाउ अब केटाको